गाइज आज चाहिँ हाम्रो लास्ट दिन पोर्चुगलमा अनि आज चाहिँ हामी यहाँ घुम्न आइसकेका छौँ। आज हामी कुन कुन ठाउँ घुम्ने भनेर चाहिँ हाम्रो निकिता भट्टले भन्छन्। ल भन आज कुन कुन ठाउँ घुम्ने हामीले? मरिस क्यासल र पिना प्यालेस घुम्ने भनेर चाहिँ हामीले यहाँ टिकटको पनि काट्न आएको, तर यहाँबाट टिकट दिँदो रहेछ। इनिसिएसन वेलको चाहिँ छुट्टै कम्पनीले गर्छ अरे त्यो, त्यही भएर छुट्टै टिकट काट्न पर्दो रहेछ। त्यसको चाहिँ त्यो चाहिँ अनलाइन गर्नुपर्दो रहेछ, फेरि अनलाइन गर्नुपर्छ अरे। त्यही भएर हामीले चाहिँ दुईवटा प्लेस चाहिँ घुम्ने भयौँ। दुईवटा प्लेस कुन कुन अरे फेरि भन्दै? के अरे मोरिस प्यालेस र पिना प्यालेस, मोरिस क्यासल र पिना प्यालेस। मोरिस क्यासल र पिना प्यालेस। ल टिकट पनि देखाइदेऊ। यहाँ टिकट यस्तो छ। यी दुईजनाको टाइमिङ चाहिँ 2:30 छिर्न पर्ने रहेछ। दुईजनाको यी पिना प्यालेस चाहिँ घुम्ने। अनि पछि चाहिँ फेरि कहाँ जान्छौँ हामी? यो भ्याएपछि घुमेर भ्याएपछि मोरिस क्यासल घुम्नुपर्छ। अनि आजको हाम्रो घुमाइ चाहिँ यही नै हुनेछ। अनि घुमेर फोटोसोटो खिच्छौँ, भिडियो गराउँछौँ, रमाइलो गर्छौँ। अनि त्यसपछि भोलि त फेरि के छ? बिहानै ब्याक टु दि मजदुरी। ल है त गाइज, ल not the way I do love you. के रहेछ यो बुक? नोट प्यालेसको बारेमा। रह अब अरू हेरौँ। हामी यही छौँ होइन?
के हो यो सिन्तारा चिनो होला नि हाम्रो लाने चिनो के 17 युरो रे टी सर्टहरू छ 22 युरो 22 युरो रहेछ यस्तो टी सर्टलाई यहाँ है प्लेटहरू छ कपहरू छ कस्तो क्युट है यो सानो प्लेट के हो त्यो लकेट जस्तो चिठी हो क्या लकेटै होला नि सुन्दर त होइन होला नि के हो यो कुकुरको खानेकुरा कुकिज यहाँ त कुकुरहरू पनि कति लकी हुन्छ होइन Queria 5%. This is like India. Start. He was the king of the queen was Portuguese. Yeah, this was Vienna. 1866. Aaron Bed Yeah, killed. पाइँदो रहेछ है यो इन्जोय गर्नु यसको फोटो फोटो मात्र ल्याउनु स्मोकिङ रुममा यो यस्तो हुन्छ है स्मोकिङ Morris artist the ceiling from the glass. There's a swimming pool with chairs. Indian systems and swimmers are selected for the Mumbai Command. Queen's TV. Oh, I'm not gonna make the post. यहाँबाट सिल्की हान्नु सिल्की हान्नु
Histórias de verão, eis os motivos. 因為你一諗嘢要諗快啲啊，一同埋都即係時間係有限嘅，即係。ल गाइज हामी चाहिँ पिना प्यालेस घुमेर निस्क्यौँ। अब चाहिँ अर्को कुन ठाउँ जाँदैछौँ हामी? मरिस क्यासल जाँदैछौँ। मरिस क्यासल चाहिँ यहाँबाट लगभग 15 मिनटको डिस्टेन्समा रहेछ। हामी त्यतै जाँदैछौँ है त ल। उतै सागहरू त्यसपछि खाने सागहरू त घरला र खाना कति मजा आउँछ सागै त होला नि है। के हो रेस्टुरेन्ट ग्रिल्स के रहेछ त्यही भनेर भ्लग गर्नु न यस्तो बोलेर के रहेछ यो? रेस्टुरेन्ट ग्रिन्स एन्ड लिग्रिन्स ग्रिन्स खानेकुराहरू त स्टोर गर्नु लागेको थियो कि यस्तो ठाउँ रहेछ? This castle settled along the south distance above the hill where the foundation of housing and cities were found. यही हो कि टी Remains of deep years of sunlight. चल्दै रहेछ माथिबाट ल गाइस हामी चाहिँ मरिस कासलमा आइसक्यौँ। यो चाहिँ यहाँ सागहरू साग खान मन लाग्यो अरे यो देखेर ओके नेपालको मान्छे साग खान मन लाग्यो अरे तर के रहेछ यो? हामी चाहिँ अहिले मरिस क्यासलमा छौँ। अब यहाँबाट सिँढीबाट हिँड्दैछौँ हामी चाहिँ वहाँ त्यहाँ त्यो चाहिँ हाम्रो लास्ट डेस्टिनेसन। यहाँबाट हिँड्दैछौँ हिँड्दै हिँड्दै त्यहाँ पुग्ने। यताको भ्यू चाहिँ यस्तो छ है। गाइस अघि हामी गएको थियो त्यो
पिना प्यालेस गएको। अहिले चाहिँ हामी छौँ मोरिस क्यासलमा। ए थाकेर बसिरहन् निकिता चाहिँ यहाँ। थकेला किन? बाटो यस्तो छ गाइस, बाटो यस्तो छ। सिँढी नै सिँढी उक्लेर आउनुपर्छ। बाटो चाहिँ त्यस्तो छ, भ्यू यस्तो छ यहाँबाट। यी मोरिस क्यासलको टपबाट चाहिँ भ्यू यस्तो छ। यी रमाइलो रहेछ। अब चाहिँ हामी फर्किन्छौँ। हाम्रो पोर्चुगलको घुमाइ चाहिँ सकियो है त। हाम्रो लास्ट डेस्टिनेसन यही हो नि त, हो नि। अब घर घर मोमो खाने अनि सकियो ल। घर जाने भनेको गाइस, फेरि अब यो लास्ट ठाउँ फेरि के छुटाउने भनेर हामी कहाँ आइपुग्यौँ अरे? युरोपको एन्ड पोइन्ट। युरोपको एकदम एन्ड पोइन्टमा आइसक्यौँ। यो चाहिँ युरोपको एन्ड पोइन्ट हो अरे। यहाँ चाहिँ मान्छेहरूको भिड छ है। सक्यो यहाँबाट युरोप। यहाँबाट चाहिँ युरोपको इन्डिङ भयो होइन? त्यहाँ खानेकुरा खानै पाइनएप्पल बग्ला Oh, she's here. Ela tá aqui, mãe. Ela tá de castanha agora. You want my clothes? पुरै हरियाली छ गाइज। यो पुरै गाउँ पनि छ अलिअलि फाटाफुट्ट, हरियाली पनि छ। यता पुरै केही पनि छैन यहाँ, घर पनि छैन, केही पनि छैन यहाँ। के अरे पुरै खाली, पुरै सी नै सी छ। यो चाहिँ हाम्रो युरोपको इन्ड पोइन्टमा छौँ अहिले हामी। खै कहाँ पिन्छ अब थाहै छैन। इन्ड पोइन्टमा छौँ अहिले हामी युरोपको। अब आज यस्तै गरेर हामी 3वटा ठाउँ घुम्यौँ है। 3वटा ठाउँ घुम्यौँ। यसरी नै अब हाम्रो पोर्चुगलको यात्रा चाहिँ आज यहीँबाट इन्ड हुन्छ। जस 4 दिनमा पोर्चुगल 4 दिनको लागि आइएको थियो। घुमियो, रमाइलो भयो, एकदम नै फ्रेस फिल भयो। अब फेरि अब डेनमार्क नै फर्केर आफ्नो काममा लाग्न पर्छ फेरि भोलिबाट।
ल गाइज हामी चाहिँ अहिले अब ट्रेनको लागि कुरिरहेछौँ। हाम्रो ट्रेन चाहिँ 1:24 छ। वेगन 72 हो। हामी कुरिरहेछौँ। अब अहिले चाहिँ कति बज्यो अहिले 1:09 भयो। टाइम छ आरुस्यादसम्म जान्छ यहाँबाट। ल हामी चाहिँ कुरिरहेछौँ गाइज यहाँ। हाम्रो ट्रेन आयो गाइज, यही हो, यसमै जाँदैछौँ हामी। ल है त ल।